एक समय अयोध्यामा राजा दशरथ शासन गर्थे। उनका 4 छोरा थिए, राम, भरत, लक्ष्मण र शत्रुघ्न। सबैभन्दा जेठा राम सत्य, करुणा र धर्मका प्रतीक थिए। अयोध्याका जनता रामलाई अत्यन्त माया गर्थे। त्यसैले राजा दशरथले रामलाई युवराज बनाउने निर्णय गरे। तर दरबारको राजनीति फरक मोडमा गयो। कैकेयी रानीले पहिले पाएको 2 वरदान सम्झाइन्। रामलाई 14 वर्ष वनवास र भरतलाई राजा बनाउने। यो सुनेर राजा दशरथ दुखी भए, तर वचनको पालना गर्नु पर्थ्यो। भगवान रामले यो आदेश सुनेपछि एक छिन पनि विरोध गरेनन्। उनी शान्त भएर बोले, पिताको वचन पालना गर्नु नै मेरो धर्म हो। रामसँगै उनकी पत्नी सीता र भाइ लक्ष्मण पनि वनतिर लागे। राजमहल छोडेर जङ्गलको कठोर जीवन रोज्नु सजिलो थिएन, तर रामले कहिल्यै गुनासो गरेनन्। उनले सधैँ सत्य, धैर्य र करुणाको बाटो समाते। वनवासको क्रममा रावणले सीतालाई अपहरण गर्यो। त्यसपछि रामले हनुमान, सुग्रीव र वानर सेनाको सहयोगमा रावणसँग युद्ध गरे। अन्ततः अधर्ममाथि धर्मको विजय भयो र सीताको उद्धार भयो। 14 वर्षपछि राम अयोध्या फर्किए। त्यहाँ दीप प्रज्वलन गरेर उनको स्वागत गरियो। यही दिन दीपावलीको रूपमा मनाइन्छ। राम राजा बने र आदर्श शासन दिए, जहाँ सत्य, न्याय र प्रेम नै मूल आधार थियो।